बाबा हिजो भुन्टी सिरियलमा सुकुमायाले हान्दा कस्तो लाग्यो बाबालाई हेरिसो सानीले अँ सानीलाई चाहिँ कस्तो लाग्यो मलाई त एकदमै रमाइलो भयो रमाइलो भयो कसरी रमाइलो बाबालाई पिर्दै रमाइलो हुन्छ अँ किन पिटिस् अरे बाबालाई किनभने आमा र भुन्टी दिदीलाई जङ्गलको बिचमा बाँधेर राख्छ र कसले बाबा र आमाले अनि मन परेन नानीलाई चाहिँ अनि सुकुमायाले हान्दा त मजा आयो नानीलाई मजा अनि बाबालाई दुखेन त दुखेन तिमीलाई खै कस्तो लाग्यो तिमीलाई घरमै दुश्मन गाइजीहरू त कहाँ कहाँ कुटिसकेको सुकुमायाले बाबालाई ढाडमा लट्ठीले अनि रिस उठेन सुकुमायासँग नानीलाई बाबासँग चाहिँ रुसिरहेको बाबासँग रिस उठ्यो किन सुकुमा भुन्टीको बाबालाई बाँधेर राख्छ र नि त जङ्गलको बिचमा नानी सबै हेरिस मन पर्यो मैले पनि बाबालाई चाहिँ माथि के मन पर्यो के मन परेन भनिस् त ल भुन्टी सिरियलमा के मन पर्यो नानीलाई के मन परेन सुकुमायाले हानेको चाहिँ मन पर्यो जङ्गलको बिचमा बामा र भुन्टी दिदीलाई जङ्गल बिचमा हालिसकेको त मन परेन अब सुकुमायाले बाबालाई के गरिदिन्छ होला त अब के गरिदिन्छ होला ल भन्छ त सुकुमायाले के गरिदिन्छ बाबालाई अब सुकुमायाले बाबालाई के गरिरहेछ सिया भनिदिन्छ के गरिरहेछ यहाँ भनिदिन्छ अनि उयो बाबालाई किन बाँधेर राखेको छ होला भनिदिन्छ ए ल गाइज हेर्नु त मेरो छोरीले भिडियो बनाउँदै आएर बाबालाई पिटेको खुसियालीमा यहाँ खुसी मनाउँदै छिन् आया खुसी मनाउँदै छिन् है तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो तपाईँहरूले नि कमेन्ट गर्नुहोस् है